हेलो अस्सलाम वालेकुम। हेलो हेलो अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। कुन भाषा? नेपाली, हिन्दी, मैथिली, भोजपुरी? जुन बोले पनि भयो, हिन्दी, नेपाली, मैथिली। मैथिली त आउन्न धेरै, तर नेपाली बोले हुन्छ, हिन्दी बोले पनि हुन्छ। त भोजपुरी बोलेला आवेला? नहीं भोजपुरी आउन्न। कुन भाषा त? हिन्दी आउँछ। आउँछ। अवधि बोल्नेवाला मुस्लिम हो? माके बर्दियातिरको? हो। कता नारायणपुरतिर हो क्या? नहीं यता नेपालगञ्जतिर। ए राप्तीपारी होइन? ठिकै छ। म गएको छु नेपालगञ्जतिर पनि काम गरेको छु धेरै। ठिक छ। अनि त्यहाँ नहर तपाईको घर कता? मेरो बिरगञ्ज हो हुन चाहिँ। अनि बिरगञ्ज हो? अवधि भाषा पनि राम्रोसित आउँछ, बोल्न चाहिँ आउँदैन, बोल्यो भने त बुझ्छु म। अहिले का विदेशमा हो? तपाईलाई इस्लाममा के नराम्रो लाग्यो? त्यसको म भन्छु बिस्तारै। तपाईँलाई म 2-4 कुरा भन्छु है। तपाईँ अरबी उर्दू पढ्नुहुन्छ? धेरै त पढेको छैन, तर अलिअलि पढेको छु। त्यही समस्या त्यही हुन्छ कि जस्तै म तपाईँलाई एउटा उदाहरण दिन्छु, नरिसाउनु होला है। तपाईँ बिहे गरिसक्नु हो? छैन भनेपछि तपाईँको छोराछोरी पनि छैन होइन? हेर्दाखेरि त यङै भर्खरको केटा जस्तो देखिन्छ। मानव तपाईँको छोरी भयो भने, तपाईँको भर्खर छोरी भयो भने होइन, तपाईँको घरमा राति अट्याक गरेर तपाईँको छोरीलाई लगेर मार्केटमा बेच्यो भने त्यो मान्छे राम्रो हो कि नराम्रो? नराम्रो। अनि त्यो त्यसरी मान्छेको व्यापार गर्ने, अनि मान्छेलाई त हामी गाली दिनुपर्छ। राति अट्याक गरेर तपाईँलाई मार्ने, तपाईँको बुवालाई मार्ने, अनि तपाईँको घरको सम्पत्ति पैसा उठाएर लैजाने, अनि सेमलाई त गाली दिनु परेको होइन? त्यो मान्छेले त गाली दिन त्यो बाध्यतै हो। अब गाली गरिहाल्छ मान्छेले। अब भन्नु होइन, जस्तै कुनै केटालाई पनि केटीलाई पनि मार्केटमा बेच्छ, त्यसको बोली लाग्छ, त्यसलाई घरको काम गराउन वा त्यसलाई सेक्स गर्नलाई केटीहरूलाई किनेर लैजान्छ। र त्यो सेक्स पनि बिना निकाह भनौँ न, रिस्ता कुनै छैन भने सेक्स गर्ने, अनि 3-4 महिनामा बेच्दिन पाउँछ भने त्यो त रन्डीबाजी भनेर केही फरक परेन नि होइन? अनि यस्तो कहाँ भइरहेछ त? यो कुरानमा हलाल छ। कहाँ? कुन पारामा लेखेको छ? कुरानमा तपाईँ नेपालमा चाहिँ पारा हुन्छ, तर सुर मोमिनीमा 1 देखि तपाईँको 6 नम्बरसम्मको आयत पढ्नु होइन? म अहिले पढेर भनिदिउँ कि तपाईँ स्कुल पनि गएको? सुर 23 नम्बरको सुर 1 देखि 6 नम्बरको आयत पढ्नुहोस् है। त्यहाँ के लेखिएको छ कुरा पनि बुझ्नुहोस् है। त्यहाँ 5 नम्बरमा के लेखिन्छ भने, जसले चाहिँ आफ्नो गोप्य अङ्गको रक्षा गर्छ भनेर भनेको छ है। बाहेक आफ्नो बुढी र मल्कियल यमिन भनेर अरबीमा भन्छ, त्यो भनेको चाहिँ उर्दूमा लोन्डी भनेको चाहिँ के? मार्केटबाट किनेको वा अर्को घरबाट उठाएर ल्याएको केटीहरू। त्यो पुरानो भेट्छ है। यस्तो त म पढेकै छैन। तपाईँले कुरानै पढे छैन नि त? तपाईँले यस्तो जुन माना निकालिराख्नु भएको छ नि। ल, एउटा तपाईँलाई नेट सेट वा मौलाना सौलाना कसैको नम्बर छ तपाईँसँग? हुन्छ जुन तपाईँ त्यो आयत पढिराख्नु भएको छ नि, त्यो आयत मलाई मेसेज बक्समा, यही मेसेन्जरमा मेसेज गरिराख्नु होला। इङ्ग्लिस बुझ्नुहुन्छ कि उर्दू के चाहियो? जसमा पनि लेखे हुन्छ, उर्दूमा, अरबीमा, अथवा इङ्ग्लिसमा, हिन्दीमा, नेपालीमा। ल, एउटा कुरो भन्नु, तपाईँले जसले त्यो राति अट्याक गरेर बच्चा मार्छ वा मार्केटमा गएर केटी बेच्छ भने त्यो मान्छे त राम्रो होइन भन्नुभएको थियो नि? हो, त्यो त मान्छे नराम्रो हो। जस्तै
कुनैको घरमा पनि चोरी गर्न गयो अथवा केटीले बलात्कार गर्न गयो त्यो मान्छे त राम्रै हैन। त्यो मान्छे फेरि कुनै धर्मैको हैन। त्यसको भित्र मान्छेको त्यो उनै छैन, त्यो गुणै छैन। ल अब मलाई के भन्नु भने नि, जस्तै तपाईले मान्नु कि तपाईले पाउनुभयो कि इस्लाममा लोन्डीबाजी हलाल छ, बिना निकाह गरेर सेक्स गर्न हलाल छ भने तपाई इस्लाम छोड्नुहुन्छ? हैन, छ भने इस्लाम छोड्नुहुन्छ? यस्तो छँदै छैन। छँदै छैनको त कुरै छैन नि, भयो भने के गर्ने अनि? तपाईँ यो भन्नुस् भने तपाईँ साच्चै मुस्लिम हुन्छ अहिले? हैन, म थिएँ भनौँ न। के सूर्य फातिहा पढेर सुनाइदिनु कि कुल अल्लाह पढेर सुनाइ भन्नु त के भन्नु? त्यो नसुनाउनु, मलाई दोस्रो कलमा पढेर सुनाउनु त एकचोटि। दोस्रो अशहदु अल्ला इलाहा इल्लल्लाह अशहदु अन्न मुहम्मदन अब्दुहु व रसुलुहु। यो पहिलो नम्बर, दोस्रो नम्बर, तेस्रो नम्बर थाहा छैन, कलमा यही हो। ल हैन, तपाईँ मुस्लिम हो भने तपाईँ कुरान पढ्न आउँछ, सूर्य फातिहा पढ्न आउँछ, तर दोस्रो कलमा आउन भने तपाईँ कुन मुस्लिम हुनुहुन्छ? पहिलो ल हेर्नु त्यहाँ तपाईँको स्क्रिनमा के छ, इङ्ग्लिसमा पठाइदिएको छु, उर्दूमा चाहिन्छ भने नि म तपाईँलाई पठाइदिन्छु है। पहिलो दोस्रो तेस्रो नम्बर मलाई चाहिँदैन क्या है। हैन, तपाईँ जब पहिलो दोस्रो, यो हाम्रो त 8 नम्बर 8वटा कलमा रहेछन्। विषयबाट भए पनि के फरक पर्छ साथी? टोटल 8वटा कलमा रहेछन्। विषयबाट भए पनि के फरक पर्दैन के? तपाईँ कलमा, तपाईँको मलाई त यो लाग्छ कि तपाईँ मुस्लिम नै हुनुहुन्न, यो तपाईले फ्रड आइडी बनाएर के फरक पर्छ साथी? तपाईलाई मैले के भनेको छु भने तपाईँ कुरान पढ्नु भने हो कि मैले तपाईँलाई धेरै कुरा केही गरे हैन। तपाईको किताब तपाईले त्यो उसमा भन्नुभयो, मेसेजमा, त्यो कमेन्टमा कि मेसेजमा भन्नुभयो कि इस्लाम छोड्नु पर्छ। अनि मैले के गलत भने त? नै त तपाईँ त्यही भएर त तपाईँ त मुस्लिम नै हुनुहुन्न मलाई जस्तो लाग्छ। म मुस्लिम हैन, म गधा हो, चोर हो, जे होस् हैन, तर म यति कुरा हो कि मेरो नाम मोहम्मद बिन अबु तालिब हैन, के रे अब्दुल्ला हैन। म अर्काको घरमा गएर केटी उठाउँदैन, म मार्केटमा केटी बेच्दैन। तपाईँ सुन्नी मुस्लिम हो नि? त वहाबी मुस्लिम हो नि तपाईँ? नारायणपुरको भनेपछि वहाबी मुस्लिम हो नि तपाईँ? यो वहाबी, सुन्नी अनि सिया यो सबै मान्दैन। हेर्नुस् ब्रदर है, तपाईँ सुन्न त मान्नुहुन्छ नि, हदिसहरु त मान्नुहुन्छ नि, हदिस त मान्नुहुन्छ नि, हदिस कुरान मानेर चल्छु, त्यही म एउटा मुस्लिम हो भनेर बाँच्छु। त्यो सुन्नीको हो, वहाबीको हो, सियाको हो, यो भनेर बाँच्दैन। ठीक छ, तर तपाईले एउटा कुरा चाहिँ के भन्नुभयो भने, के भन्नु पर्यो भने 2-3टा कुरा खोज्नु। इस्लाममा बलात्कारको सजाय के छ? आयत हदिसमा खोज्नुस्, भेट्नुहुन्न है। किनभने मोहम्मद साहबहरु खुल्लेआम बलात्कार गर्थे। म तपाईलाई हदिस चाहिन्छ भने हदिस पठाइदिन्छु। एक कुरा सुन्नुस्, रिस उठाए मलाई केही हुँदैन के, तपाईलाई मैले ज्ञानको कुरा आफ्नै कुरान पढ्न भन्दैछु। र दोस्रो कुरा सूर्य मुमिन, तपाईँ त्यो मलाई लाग्छ जुन मौलानासँग पढ्नुभयो या जहाँबाट ज्ञान लिनुभयो त्यो नपढ्थ्यो, जाहिल थियो त्यो। त्यही भएर म तपाईलाई कुरान पढ्न भन्दैछु के। मुस्लिम मान्छेको दिमागमा यो चीज आउँदैन, किनभने तपाईहरुलाई मौलानाले भन्दैन नि। तपाईँ के रे गल्फ देशहरु जानु भएको छ? युएई मौलानाले भनेर हैन, एउटा कुरान मिल्छ, माना निकाल्छ, त्यो माना आफै त्यही कुरानमा पनि हुन्छ। तल माथि लेखेको हुन्छ अरबीमा, त्यसको माना के हुन्छ तल लेखेकै हुन्छ। आफै पढेर भयो। ल मलाई सूर्य फातिहा सुनाउनु त तपाईँ। सूर्य फातिहा सुन्नुहुन्छ? अहिले त म त्यो नुहा धुवाई गरेकै छैन, गुसुल गरेकै छैन भने कसरी पढेर सुनाइदिनु? म भनिन्छ अल्हम्दुलिल्लाहि रब्बिल आलमीन अर्रहमानिर रहीम मालिक यौमिद्दीन इय्याका नअबुदु व इय्याका नस्तईन इहदिनस सिरातल मुस्तकीम व सिरातल लजीना अनअमता अलैहिम गैरिल मगदूबि अलैहिम वलद्दालिन आमीन। पढा त तपाईले सुनाइदिनु भयो, तर तपाईले भन्नुभयो मलाई पहिलो कलमा आउँदैन।
भन्नु नै जाहिल मान्छेले पहिला र यो पहिला दोस्रो तेस्रो यो कलमा भनेर सुनाइदिन्छ, तर तपाईले भन्नुभयो मलाई पहिलो दोस्रो आउँदैन। मलाई कुनै पनि आउँदैन, यो मलाई पढेर त मतलबै छैन आजभोलि के। मान्छे सुन्नु न, यो पढेर यो पढ्न त मान्छेले आजभोलि युट्युबबाट सिकिहाल्छ। अनि कलमाबाट सिक्ने त? कलमा युट्युबबाट सिक्दैन? त्यही त, त्यो पनि सिकिहाल्नुहुन्थ्यो। मलाई के काम कलमा? मैले तपाईँलाई एउटा चिज दिएँ के, जुन मैले तपाईँलाई त्यो छोड्दिनु। तपाईँ मलाई त्यही जुन कुरानको आयत भन्नुभयो मैले पठाइसकेँ, आधा घन्टादेखि तपाईँ सुन्नुहुन्न, एक्लै बोल्नुहुन्छ। त्यहाँ मैले पठाइदिएछु तपाईँलाई, हेर्नु त स्क्रिनसटमा। आज म अहिले हेरिहाल्छु। अनि तपाईँको इस्लाम छोडेर कुन जातिमा लाग्ने हुन्छ? कुनै पनि जातिमा लागेको छैन। म एक्स मुस्लिम हो। मेरो काम भनेको मुस्लिमहरूलाई माइनेका साथ कुरान पढ, इस्लाम छोड, मान्छे बन भन्ने मेरो उद्देश्य हो। म केही पनि भन्दिनँ। जस्तै मुस्लिम छोड्छ भने त कुनै धर्ममा त लाग्छ नि, क्रिस्चियन, बौद्धिस्ट, हिन्दू लाग्दैन। म कुनै पनि, मैले तपाईँलाई एउटा चिज भन्छु, कुरान पढ्नुहोस् मिनिङका साथ। हमको मिनिङ के हो रे? अलहम भन्छ नि, हमको मतलब के हो? त्यही हो। त्यो त जस्तै अब तपाईँले मैले यो सोधे, जस्तै कुन धर्ममा लाग्नुहुन्छ तपाईँ? कुनै पनि लाग्दिनँ। मेरो काम नै मानवता हो। मैले त एउटा काम गर्छु, मुस्लिमहरूलाई कुरान माइनेका साथ पढ भन्छु। त्यति हो मेरो धर्म। अनि हदिसमा एउटा चिज पढ्नु भएको छ? के चिज? हाम्रो नबीले जब भन्नुभएको थियो कि एक दिन यस्तो आउँछ भनेपछि सबै जाहिल भइहाल्छ, आफ्नै सुरमा घुम्छन्। त्यही त भइरहेछ नि। तपाईँहरू के पढ्नुहुन्न, कुरान पढ्नुहुन्न, अनि जाहिल भइसक्नुभयो। यो भन्दा तपाईँको बुवाहरू हुनुहुन्थ्यो। हेर्नुमा केही गलत भने होइन है, उदाहरण दिएको। जस्तै यो तपाईँ भन्दा तपाईँको बुवाहरू हुनुहुन्थ्यो, त्यो पनि तिनी पनि यस्तै भन्छन्। कस्तो भन्नाले? मुस्लिम धर्म छोडेको भनेको? मेरो परिवारमा सबैजनाले मुस्लिम धर्म छोडिसक्यो। हो, ल बधाई छ तपाईँलाई। ल ठिक छ, बधाई छ। एकजना इन्डियाको पनि यस्तै गरेको थियो। अनि कहाँबाट कहाँ गयो हेर्नु भएको छ? को? एकजना थियो, मैले नाम बिर्सिहालेँ। त्यो पनि यस्तै गरिरहेको थियो, कुरानको एउटा आयत हटाउनलाई भनिरहेको थियो। तपाईँहरूले पिट्यो होला, अरू के गर्न सक्छ? मुस्लिमहरूलाई सबैभन्दा रिस उठ्ने कुरा के हो भने, मुस्लिमहरूलाई मुस्लिमकै कुरान पढ, त्यो पनि माइनेका साथ भन्यो भने मुस्लिमलाई सबैभन्दा बढी रिस उठ्छ क्या। त्यही हो। तपाईँहरूकै जस्तै मान्छेले यस्तो कुरा गर्छन् मुस्लिमकै मान्छेले, त्यही भएर आजभोलि जहाँ तहाँ मुस्लिमहरू मारै खान्छन्, गाली नै खान्छन्। गाली खानु पर्दैन त। अब जो मैले तपाईँलाई के भने मोहम्मद साहबहरूले केटीहरूलाई समातेर बेच्थे। जब आफ्नै धर्मलाई यस्तो भनेपछि त अर्को मान्छेले के बुझ्छ? तपाईँ पनि फकडमा दारू पिएको हो क्या हो? म दारू खाँदै खान्न। त्यसपछि जे पठाएको छु हेर्नु न, त्यहाँ इङ्ग्लिस आउँछ कि आउँदैन भन्नु न पहिला। इङ्ग्लिस आउँछ मलाई, तर तपाईँले अरबीमै लेख्नु। अरबीमा लेख्यो भने अलिक ठिक हुन्छ। अरबीमा तपाईँले बुझ्दैन। अरबीमा पानीलाई के भन्छ? त्यो मलाई नबुझाउनु, मलाई पढ्न आउँछ। म कोही अर्कोसँग जवाब दिन्छु अथवा मै निकाल्छु त्यसको कुरान हेरेर। साथी, मैले तपाईँलाई मलाई 1 मिनट बोल्न दिनु। मैले 2टा फोटो पठाएको छु है तपाईँलाई, 3टा फोटो पठाएको छु है। त्यो पहिलो 3टा फोटोमा, पहिलो फोटोमा चाहिँ सुरे मोमिनुनको 5 नम्बर र 6 नम्बरको आयत पठाएको छु। अरबीमा पनि छ, इङ्ग्लिसमा पनि छ है। त्यसमा के हुन्छ भने, एक्सेप्ट फ्रम दियर वाइफ एन्ड दोज राइट ह्यान्ड पोजेस भन्छ, आफ्नो गोप्य अङ्गहरूलाई सुरक्षा गर, तर आफ्नो बुढीसँग र आफूले हातमा समातेको केटीहरूसँग पर्दैन भनेको छ। ठिक भनेको त्यो इङ्ग्लिसमा राइट ह्यान्ड पोजेस भन्छ, उर्दूमा लोन्डी भन्छ। लोन्डी इस्लाममा जहिले पनि हलाल छ, निकाह गर्नु पर्दैन। इक्जाम्पलमा मोहम्मद साहबको मारिया किप्तिया 1 नम्बरको है। कुनै पनि मुफ्तीलाई समातेर मुफ्तीलाई के भन्नु भने, इस्लाममा लोन्डी भनेको जुनलाई चाहिँ समातेर ल्याएको हुन्छ त्यसलाई हलाल छ कि छैन भनेर सोध्नु। त्यसले हलाल छ भन्छ। अगर त्यसले साँचो बोल्छ भने, हलाल छैन भने मसँग कुरा गरेर आउनु, म त्यसलाई देखाउँछु हलाल कहाँ छ भनेर। यही सुरे मोमिनुनमै छ 1 नम्बर फोटो। दोस्रोमा यो तपाईँले यो के भन्छन्, यो ट्रान्सलेट गरेको होइन? मैले होइन,
यो सही इन्टरनेसनलको हो। तपाईँ होइन म मेरै मान्नुपर्छ भने छैन के। तपाईँ यही 5 नम्बर 6 नम्बरको गएर कुरानमा उर्दूमा सर्च गर्नु, युट्युब गर्नु, मौलाना मुफ्ती जसलाई नि सोध्नु, तर त्यसले मिनिङ चाहिँ सही भन्नु पर्यो। मेरो मान्नु पर्दैन के। तपाईँ कुरान पढ्नु, तपाईँ कुरान पढिसकेपछि तपाईँलाई असली थाहा हुन्छ। अरू लास्टको हदिस छ सुनन इब्न माजाको है, त्यहाँ के लेखाएको छ भने मोहम्मद साहबको साहबाले के भन्छ, वी युज टु सेल आवर स्लेभ वुमन एन्ड मदर अफ चिल्ड्रेन। हामी चाहिँ आफ्नो गुलाम लड्की र आफ्नो बच्चाको आमा बेच्थ्यौँ जबसम्म मोहम्मद साहब हामीमा जिउँदै हुनुहुन्थ्यो है, र हामीलाई केही पनि समस्या थिएन त्यसको भन्छ। र इस्लाममा लौन्डी बेच्नु, गुलाम बेच्नु नर्मल हो क्या, केटी बेच्नु नर्मल हो। ठिक, यो कुरा मैले गलत भने तपाईँ मौलाना मुफ्तीलाई सोध्नुहोस्। मौलानालाई त केही थाहा हुँदैन, मौलाना त अरबी रट्ने मात्रै हो। मुफ्तीहरूलाई सोध्नुहोस्, एक हप्ता टाइम दिनुहोस् अनि तपाईँलाई ठिक 5 देखि 23 आयत नम्बरसम्म भन्नुभयो। 23 नम्बरको सुरा अल मोमिनुनको 1 देखि 6 नम्बरसम्म पढ्नुहोस् ल। अनि मैले हदिस पठाइदिएको छु। हदिसमा लास्टको सुनेन, हदिसको लास्ट पेजमा के हुन्छ भने लास्टमा तलपट्टि हदिस नम्बर, किताब नम्बर सबै चिज हुन्छ। इङ्ग्लिस, उर्दू, अरबी जेमा पनि खोज्न सक्नुहुन्छ है। मैले चाहिँ इङ्ग्लिसमा पठाइदिएको छु, तपाईँले इङ्ग्लिस आउँछ भन्नुभयो होइन। ठिक, यही सुनन इब्न माजा, सही मुस्लिम, अनि योहरू जे छ जस्तो हदिस चाहिन्छ, केटी बेचेको अनि मान्छे मारेको अनि गुलामसँग बलात्कार गरेको सबै चिजमा हदिस पठाइदिन्छु। तपाईँले अरबीमा वा उर्दूमा वा इङ्ग्लिसमा आफै खोजेर पढ्नु। मेरो कुरा मान्नुपर्छ भन्ने छैन। र तपाईँले के भन्नुभएको छ, सुन्नु मेरो कुरा सुन्नु, म अर्को बोलेको। तपाईँले खास भन्न खोज्न त्यो हुजुर सल्लल्लाहु अलैहि वसल्लम आफ्नो ठाउँमा गलत हुनुहुन्छ कि? 100% केटी बेच्ने मान्छे पनि कहिले राम्रो हुन्छ? तपाईँ यो ट्रान्सलेट गरेको अथवा तपाईँले मोबाइलद्वारा मिलेको होइन, अनि तपाईँ त्यही सबभन्दा अहिले टेक्नोलोजी त मान्नुहुन्छ नि। मेरो कुरा के भन्छु भने तपाईँ मेरो ट्रान्सलेसन मान्नुपर्छ भन्ने छैन के साथी। सुन्नु न, म तपाईँसँग के सोधिरहेको छु, अहिलेको तपाईँ टेक्नोलोजी पुरा मान्नुहुन्छ कि मान्नुहुन्न? साइन्स मान्नुहुन्छ? नेटमाथि विश्वास छ? नेटमाथि सबै चिज विश्वास हुँदैन, किनभने मान्छेले गलत चिजलाई पनि राइट भने हुन्छ होइन। जुन किताब हुन्छ गुगलमा जे सर्च गर्दा त्यो तपाईँले ठ्याक्कै त्यो पाउनुहुन्छ कि पाउनुहुन्न? नपाउनु नि सक्छ, गुगलमा नपाउनु नि सक्छ। सही सधैँ सही हुन्छ भन्ने छैन। तपाईँले मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई नराम्रो ठानेर तपाईँले एकजना अथवा विश्वको कतिजना सबैजना गलत ठानेपछि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको केही बिग्रिन्न होइन? मरिसकेको मान्छेको के बिग्रिन्छ? अनि तपाईँले यति थाहा छ भने गुगलमा गएर सर्च गर्नु, अहिलेको दुनियाँको सबभन्दा राम्रो व्यक्ति को हो भनेर गुगलले पनि हुजुर सल्लल्लाहु अलैहि वसल्लमको नाम पठाउँछ। सुन्नु साथी, त्यो राम्रो मान्छे भन्नेको लिस्टमा आउँदैन। मोस्ट इन्फ्लुएन्सियल पिपल भन्छ, सबैभन्दा इफेक्ट गर्ने मान्छेमा पर्छ। त्यो लिस्टमा हिटलर पनि छ। हिटलरले त अरे बाबा यार दारु पिएको जस्तो एक्लै नबोल्नु न। सुन्नु न, तपाईँले खास भन्नुभयो कि म भन्छु मुस्लिमहरूलाई डिटेल्समा पढ्ने कुरान होइन। डिजिटलाइज होइन, जहाँबाट पढ्नु तपाईँ आफ्नै हातमा भएको कुरान पढ्नु, उर्दूमा पढ्नुहोस् है। मेरो मान्नुपर्छ भने म कोही होइन, म अल्लाह पनि होइन, नबी पनि होइन। तपाईँ त एउटा सानो मान्छे भन्दा सानो मान्छे हो मेरो विचारमा। तपाईँमा सबै हो अहिलेको विचारमा जस्तो। यत्रो ठुलो गफ दिनु पर्दैन के। सानो व्यक्ति मान्छे हो हामी। मेरो पनि कुरा सुन्नु, तपाईँ बकवास गर्नुहुन्छ के। तपाईँलाई मैले कुरान पढ्न भनेको, तपाईँ पढ्ने कि नपढ्ने? हामी त कुरान पढ्छौँ मिनिङका साथ, मतलबको साथ। भन्नुस् या नभन्नुस्, हामी कुरान पढ्छौँ मतलबको साथ, हामी आफ्नो आलिम मतलबका साथ, कुरा सुन्छौँ। मतलबको साथ, मतलबको साथ, मतलबको साथमा पनि पढ्छौँ।
हो त्यसपछि अहिलेसम्म कति वर्ष भयो नमाज पढेको तपाईँले मलाई भन्नु अलहमको मिनिङ के हो अल्हम्दुलिल्लाहको हमको मिनिङ के हो तपाईँले म के भनिरहेको छु सुन्नुहोस् तपाईँ एउटा सामान्य मान्छे म गुखानी मान्छे हो के म सामान्य मान्छे हो म गुखानी मान्छे हो तर तपाईँले मिनिङका साथ पढ्ने कि नपढ्ने तपाईँ जस्तो आज भन्दा कैयौं साल अरे बाबा यार त्यो भाषण भनेको मौलानालाई दिनु के त्यो भाषण त्यस्तो भाषण भनेको हुजुर सल्लल्लाहु अलैहि वसल्लमले गलत अनि कुरानले गलत ठानेर पछि फेरि कुरानले राम्रोसँग पढ्दाखेरि इस्लाम कबुल गरेछन् कसले आज भन्दा अहिले तपाईँ हेर्नु अहिले त्यसपछि यसो गर्नु नि त अमेरिकामा कति इस्लाम कबुल गरिरहेछन् त्यो सबै फेसबुकमा मात्रै हुन्छ के सुन्नु इस्लाममा कति छोड त्यो सबै फेसबुकमा मात्रै हुन्छ मुस्लिमहरूको प्रोपोगन्डा हो हालिदिन्छन् हैन कुरान तपाईँ कति वर्ष पुग्नुभयो लगभग म 25 वर्ष कुरान पढेर तपाईँलाई हमको मिनिङ थाहा छैन त त्यो एक महिनामा मुस्लिमको पछि लागेर असद अल्लाह इलाहा भनेर कलमा पढ्नेहरूको मिनिङ बुझ्या होला कुरानको तपाईँले नेपाली पनि मजाले बोल्नुहुन्छ त नेपाली हिन्दी मजाले बुझ्नुहुन्छ इङ्ग्लिस पनि बुझ्छु भन्नुहुन्छ अनि तपाईँलाई एउटा हमको मिनिङ थाहा छैन भने हिजो भर्खर कन्भर्ट भएको मुस्लिमलाई कुरानमा केटी बेच्न हलाल गरेको छ भने थाहा हुन्छ त तपाईले त राम्रोसँग बोल्नुहुन्छ नि मजाले त्यही भएर त म तपाईँलाई पढ्नु भन्दैछु मैले केही नराम्रो बोले छैन के मैले कुरान तपाईँको कुरानमा गएर आफ्नै आयत पढ्नु भने पनि त तपाईँलाई गाली पनि दिएको छैन तपाईँले नराम्रो पनि बोले छैन तपाईँको सोच तपाईँसँग तपाईँले आफ्नो सोच आफूले राम्रो मान्नुहुन्छ हैन ठिक छ मिया म आफ्नो सोच ल ठिक छ मेरोमा अब दिउँसो भइसक्यो म काममा जानुपर्छ हैन म युरोपतिर छु अब गर्नु के कुरा भने तपाईँ गएर एउटा कुरा पलट गर्नु हुँदैन केटी बेच्नु हुँदैन कहिले पनि केटीलाई गुलाम बनाएर राख्नु हुँदैन कहिले पनि यो मनमा राख्नु अगर तपाईँलाई केटी बेच्नु हलाल जस्तो लाग्छ भने आफ्नो छोरीलाई त्यो ठाउँमा राख्नु र हाम्रोमा त खाँदै छैन हामी त सबैले इज्जत गर्छौँ हाम्रो मुस्लिममा त अर्काको छोरी पनि इज्जत गर्नु पर्यो के सबैको इज्जत गर्छौँ अब नबुझ्ने मान्छेले चाहे हिन्दू होस् चाहे क्रिस्चियन कोही धर्मको होस् मुस्लिम होस् कोही धर्मको होस् नबुझ्ने मान्छेले त्यस्तै गर्छन् जस्तो चोरी गर्न कुनै धर्ममा जायज छैन इस्लाममा चाहिँ मान्छेले चोरी किन गरिरहेछन् इस्लाममा चाहिँ छ इस्लाममा चाहिँ मोहम्मद साहबले जिन्दगीमा 78 वटा लडाइँ गर्नुभयो 78 वटा चोरी गर्नुभएको छ उहाँले र सूर्य अनफाल भन्ने एउटा के सुर छ क्या ठुलो होइन त्यो सुर भनेको के हो भने स्पोइल अफ वार भन्छ के तपाईँ जस्तो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम गर्नु भएको छ भने अरू धर्ममा किन गर्छन् त चोरी खानको लागि आफ्नो फाइदा त्यो अरू धर्म महान छ भने तिनीहरूले पनि त गर्नुहुन्न नि त्यस्तो कुरा हान्नु अनि त्यो गलत मान्छेले जस्तो म चोर छु भने मेरो म आफ्नै सोचमा अब चोरी गर्छु भने मलाई नै पाप गर्न दिनु तपाईँ पनि किन गर्नुहुन्छ त्यो पाप म गर्दिनँ पाप तर यस्तो के तपाईँले चोरी मेरो घरबाट गर्नुहुन्छ नि त तपाईँले मेरो घरबाट चोरी गर्नुहुन्छ त अनि मलाई रिस उठ्दैन त त्यही भएर मैले भनेको सुन्नु न साथी जस्तो मुस्लिमको मात्रै हेर्नु भएको छ अरू धर्म पनि हेर्नु भएको छ कहिले छ त अर्को धर्ममा नराम्रो भन्यो भने म अरू धर्मलाई नराम्रै भन्छु र अरू धर्म त्यो अर्को धर्मको कुरा छोडौँ मैले तपाईँलाई नराम्रो केही पनि भने होइन साथी है मैले तपाईँलाई के भने म त भन्न पनि तपाईँले भने छैन मैले नराम्रो भन्नु भएको छ भनेर मैले तपाईँलाई भनेको के भने नि साथी सुन्नु न तपाईँ म राख्न कोसिस गरेँ क्या अब मेरो 1 मिनट सुन्नु अनि त्यसपछि म तपाईँको 5 मिनट सुन्छु मैले के भन्दैछु भने तपाईँ राम्रो मान्छे हो तपाईँको बोली पनि राम्रो छ अरूले मलाई माबेनको गाली दिन्छ तपाईँले दिनु भएन तपाईँको बोली पनि राम्रो छ र तपाईँले के भन्नुभएको छ भने भने नि सबैले आफ्नो विचार राख्छन् जुनसुकै धर्मको होस् म सबैको इज्जत गर्छु ठिक छ अब मैले के भन्यो भने नि तपाईँलाई तपाईँ राम्रो मान्छे जस्तो लाग्छ है तपाईँले मलाई सुरुमा के भन्नु भने केटीको व्यापार गर्नु केटीलाई उठाएर ल्याउनु राम्रो हुन सक्दैन र त्यो तपाईँको मनको अकिदा हो तपाईँको विश्वास हो त्यही अकिदा लिएर कुरान पढ्नुहोस् यदि कुरान र इस्लाममा तपाईँलाई के लाग्छ भने मोहम्मद साहबले त्यस्तो गरेका थिए मोहम्मद साहबले केटी बेचेका थिए वा इस्लाममा लन्डी हलाल छ भने म मौलाना जर्जिसहरूको को दिन्छु भिडियो तपाईँलाई मौलानाको विश्वास लाग्छ भने
तपाईँ चटक्क सुन्नु गरेर न, इन्सानियतमा आउनुहोस्। तपाईँले यति ज्ञान छ मलाई थाहा भयो, तपाईँ धेरै ज्ञान छ, हामीहरूभन्दा अलिक थोरै छ। हामीभन्दा सोचेभन्दा तपाईँको धेरै ज्ञान छ मलाई लाग्छ। अब तपाईँ आफ्नो नम्बर दिनुहोस्, म एउटा मुफ्ती साहबसँग कुरा गरेर भिडियो ग्रुपमा हालेर अनि तपाईँले कहिले फुर्सद हुन्छ त्यही बेला फोन गरेर डाइरेक्ट कुरा गर्छु। मेरो यस्तो हुन्छ फेसबुकमा गएर पनि छोड्छु। यदि तपाईँको कुरामा सच्चाइ हुन्छ त्यो मुफ्ती साहबले जवाब दिन सक्नुहुन्न भने म पनि 100% तपाईँलाई साक्षी राखेर म मुस्लिम धर्म छोड्छु। ल ल पक्का पक्का है त। ल मेरो नम्बर चाहिँ दिन मिल्दैन, म युरोपमा छु, कल लाग्दैन होइन। यही यसैमा गऱ्यो हुन्छ। मौलाना साहबसँग म राम्रोसित एकदम मजाले झगडा नगरिकन बोल्छु। उहाँसँग यति कुरा निकाल्छु कि म इस्लाममा, तपाईँलाई इङ्ग्लिस आउँछ भने सर्च गर्नु आफै है, गुगलमा विश्वास गर्नु हुँदो रहेछ। इज लोन्ली अहिले त हेर्नु, अहिले यस्तो टेक्नोलोजीको जमाना छ कि मान्छेले किताब छुट्टै छुट्टै फरक फरक छापेर माथि कुरान लेखिदिन्छन् भने अर्थ छुट्टै निकालिहाल्छ होइन। त्यो त होइन, त्यस्तो टेक्नोलोजीको पर्दै परेन। म त कुरानै पढ भन्छु नि, कुरानै पढ्न भन्छु। कुरानमा पनि धेरै अब पहिलाको अनि अहिलेको म एउटा मानवमा कुरान शरीफ लेखेर आफ्नो नाम राखिदिन्छु अनि फेरि त्यसले ट्रान्सलेट गरेर त्यसको अर्थ गलत निकालेर राखिदिन्छु भने अरू मान्छेले त्यहीमा विश्वास गर्न सक्छ, जाहिल मान्छेले। मैले गलत अनि मैले त्यही भएर त मेरो विश्वास गर्नु भने होइन कि मौलानासँग कुरा गर्नु, मुफ्तीसँग कुरा गर्नु। मौलानालाई त थाहै हुँदैन, तपाईँ जस्तै हुन्छ, पढे लेखेको हुँदैन। अनि मैले कुरानमा ट्रान्सलेट गर्ने एउटा मौलाना जर्जिस, फेरि मौलाना ऊ छ कि मौलाना के अरे डक्टर इसरार भन्ने छ पाकिस्तानको। वा जोसुकै जाकिर नायकको जोसुकैको पनि एउटा के कुरो हो भने लोन्डिया भनेर सर्च गर्नु, वा कन्क्युबाइन्स भनेर सर्च गर्नु, वा सेक्स स्लेभ भनेर सर्च गर्नु, इन इस्लाम भनेर सर्च गर्नु। इङ्ग्लिस आउँछ भने गाउँको कोही इङ्ग्लिस आउनेलाई डाक्टर जाकिर नायकको सर्च गर्ने सबैकोमा आउँछ। हेर्नु लोन्डी हलाल छ कि छैन भने हेर्नु है त। अनि त्यसपछि हलाल रहेछ भने यदि तपाईँको सच्चाइ हुन्छ भने तपाईँकोतिर लाग्छन्, यदि तपाईँको हाम्रोतिर सच्चाइ हुन्छ भने तपाईँले हाम्रोतिर लाग्नुपर्छ। म कलमा पढिहाल्छु, इस्लाम भोलिदेखि 5 वक्त नमाजी भइहाल्छु। ल मैले भिडियो पठाइदिएछु एउटा युट्युबमा, हेरिहाल्नुहोस्। ल।